यहाँहरु सम्पूर्णमा नमस्कार। अब आज हामी यता वार्ड नम्बर 4 को रिवा गाउँमा आएका छौं। हाम्रो दुर्भाग्यवश हिजो राति करिब 12 गते 12 बजेतिर चाहिँ अविरल वर्षाको कारणले गर्दा हाम्रो यो वार्ड नम्बर 4 रिवा गाउँमा एकदम ठुलो धनजनको क्षति भएको छ र जस अनुसार हामी गाउँपालिकामा खबर आउने बित्तिकै हामी यस स्थलमा आएर हामी अनुगमन गरेका छौं र अनुगमन गर्ने क्रममा हामीसँग यो रिवा गाउँमा 54वटा घरधुरीमा 3वटा घर चाहिँ पूर्ण रूपमा क्षति भएको छ र एउटा हाम्रो विद्यालय श्री पुथादेव आवे विद्यालय पूर्ण रूपमा क्षति भएको छ र यसले गर्दाखेरि आंशिक रूपमा 12 घर क्षति भएको छ। परिवार संख्या 109 जना प्रभावित भएको छ र घरधुरी 20वटा घरधुरीलाई चाहिँ क्षति भएको छ। सामान्य 22 घरमा चाहिँ लेदोसहित एकदम सामान्य रूपमा क्षति भएको छ र अन्दाजी हामीसँग चाहिँ यो गाउँमा चाहिँ 305 जना जनसङ्ख्या रहेको र अब यसले गर्दाखेरि यहाँ खानेपानीको आपूर्ति पनि सबै थप्पै भएको छ, विद्युत आपूर्ति पनि थप्पै भएको छ। सँगसँगै यहाँ बाटोघाटो पनि एकदमै आउन असहज भएको छ र यो यावत क्षतिले गर्दाखेरि हामी हाम्रो गाउँपालिकाको विपद व्यवस्थापन समितिको पनि निर्णय गर्दैछौँ। तत्काल हामीले चाहिँ यो गाउँमा चाहिँ क्षति भएको जो छ हामी खाद्यान्न अनि बस्ने त्रिपालहरू चाहिँ भाँडाकुँडादेखि लिएर हामी चाहिँ व्यवस्थित गर्नेछौँ र सम्बन्धित अब हाम्रो यो घरहरू विद्यालयहरू त्यत्रो क्षति भएको छ। सम्भवतः हाम्रो हिसाबमा अहिले करोडौँको क्षति भएको छ र यसलाई चाहिँ हामी चाहिँ हाम्रो भोलि हामीले चाहिँ सिडिओ साहबलाई पनि अनुरोध गरेका छौँ र जिल्ला विपद व्यवस्थापन समितिको बैठक राख्नु पर्यो। उहाँले पनि हुन्छ तपाईँहरू अनुगमन गरेर आइसकेपछि स्थलगत रिपोर्टिङ ल्याएर आउनु, त्यसरी चाहिँ विपद व्यवस्थापन समितिको बैठक पनि बस्ने भन्नुभएको छ र त्यहाँ पनि हामी चाहिँ हाम्रो समस्याहरू चाहिँ विपद व्यवस्थापनमा चाहिँ राख्नेछौँ र यो सँगसँगै हामीले जति सक्दो प्रदेश सरकार र केन्द्र सरकारलाई पनि हामी पहल गर्नेछौँ र हामीले अब हाम्रो स्थानीयवासीलाई पनि अब हामीले यतिखेर चाहिँ एकदम सतर्कता साथ होसियारका साथ एकदमै बस्नु हुन आग्रह पनि गरेका छौँ। समग्र रूपमा भन्ने हो भने हामी यो दुनीदेखि यो भेरी करिडोरको अन्तर्गत दुनी नासिकको बाटो पनि एकदमै क्षतिग्रस्त भएको छ। हिँडडुल गर्न आवत जावत गर्न पनि धेरै कठिनाइ छ। यो सँगसँगै हाम्रो ब्यासीघाट खोलामा चाहिँ हाम्रो काठे पुल थियो, त्यो सब पुलहरू सबै भत्केको बगाएर लिएको छ र त्यहाँ हाम्रो तटबन्धनहरू धेरैको संरचनाहरू बस्ती बचाउनको लागि ब्यासीघाट बस्ती बचाउनको लागि चाहिँ त्यहाँ हाम्रो तटबन्धनहरू धेरै घेरेका थियौँ र त्यो तटबन्धन सबै पनि क्षति भएको छ र यो सँगसँगै हाम्रो यो लाउन बगर झोलुङ्गे पुल पनि एकदमै क्षतिग्रस्त भएको छ र यो सँगसँगै हाम्रो काइके गाउँपालिकाको कृषि क्षेत्रमा पनि एकदम ठुलो क्षति भएको छ। समग्र ठाउँमा पुरै ठाउँहरूमा चाहिँ सानो पहिरोहरू आएर बाली नालीहरू धेरै क्षति गराएको छ। यो सँगसँगै हाम्रो काइके गाउँपालिकाको विपद व्यवस्थापन समिति र काइके गाउँपालिकाको कार्यपालिकाले यी क्षेत्रहरूमा तत्कालै मानवहरूलाई चाहिँ हामीले राहत खाद्यान्न टेन्टपाल भाँडाकुँडा चाहिँ व्यवस्थापन गर्नको लागि चाहिँ हामीले 10 लाख रुपियाँ विनियोजित गरेका छौँ र सो 10 लाख रुपियाँको चाहिँ हामीले उहाँहरूलाई चाहिँ खाद्यान्न सामग्री भाँडाकुँडा लत्ता कपडा कम्बल ब्ल्याङ्केट टेन्टहरू मान्छे बस्ने टेन्टहरू चाहिँ व्यवस्था गर्नेछौँ र यतिले नपुगेको अवस्थामा हामी सम्बन्धित निकायहरूमा चाहिँ पहल गरिदिने जानकारी गर्दछौँ। पहिरो पीडित व्यक्तिहरूको लागि चाहिँ काइके गाउँपालिकाको
विविध कोष अन्तर्गत हामीले एउटा विविध कोषको खाता नम्बर र क्युआर कोड चाहिँ हामीले हाम्रो काइके गाउँपालिकाको फेसबुक पेज र वेबसाइट पेजमा पनि हामीले राखेका छौँ र हामीलाई आशा छ बाढी पीडित पहिरो पीडित व्यक्तिहरूको चाँडै तपाईहरूले चाहिँ अलि केही सक्दो आफ्नो इच्छा आफ्नो चाहना अनुसार पीडित व्यक्तिहरूको घर बनाउनुको लागि हामीलाई चाहिँ काइके गाउँपालिकालाई अलि धेरै भार पर्ने भएको हुनाले यहाँहरूको सहयोगको पनि धेरै अपेक्षा गरेका छौँ र सम्बन्धित सबै जनमानिसहरूमा हाम्रो काइके गाउँपालिकाको विविध कोष अन्तर्गत तपाईहरूलाई खाता नम्बर र क्युआर कोड पनि उपलब्ध गराउनेछौँ र त्यसमा तपाईहरूले सहयोग गरी निस्वार्थ भावनाका साथ सहयोग गरिदिनु हुन सबैमा अनुरोध पनि गर्दछौँ, जसले गर्दाखेरि बाढी पीडित पहिरो पीडितहरूको घरबार चाँडै हामीले निर्माण गर्न सकियोस् भन्ने हेतुले यो कोष खडा गरेको छ र सम्पूर्ण जनमानिसहरूमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।